जोजोलपा नेपाल मण्डल टेलिभिजन छिकपिन्छ सोइचना दिगु हाउसफुल जाजोजना जी अस्तिसमा नकमी थाउना छिकपिनी गुन्ह्यनी दावे धुनागुदु हाउसफुल जाजो या त छिकपिन्छ यखुहे माया मतिना यान दिगुली जिमी गुन्नु गर्न लसता हाउसफुल जाजंगुदु थाउ या जाजोले छिकपिनी गुन्ह्यनी न्हवे त जिमीके यखुहे हल जोल त दुगुली थाउ अपो खमलासे थो जाजो न्याकाहे छ हाउसफुल जाजोले दक्कले नापा थोवाले रिलीज वित्यंगु सौखी पाया बारे चर्चाया थोवाले पत्रकार डब्बू छेत्रिया डेवी डिरेक्सन देखा तगु राहदानी वो बसंत निरौलाया आवेग रिलीज वित्यंगुदु छम पत्रकारिया रूपे बिस्कहे मसीका दुम डब्बू छेत्रिया डेवी डिरेक्सन पिहा वेगु राहदानी सौखीपा छगु बिस्कहे महत्व जागु सौखीपा ख मेरो यो पहिलो निर्देशन हो चलचित्र राहदानी भोलि चैत्र 12 बाट देशभरि प्रदर्शन हुँदैछ यो चाहिँ एउटा कलात्मक सिनेमा हो जसमा तपाईले चाहिँ नेपाली कल्चर नेवारी कल्चर बुद्धिस्टको कल्चर मुस्लिम कल्चर विभिन्न संस्कृतिहरू बोकेको सिनेमा हो यो एउटा मनोरञ्जन प्रधान सिनेमा पनि हो र यो विशेषतः नेपालीहरू विदेशमा किन जान्छन् विदेशी रोजगारमा किन जान्छन् विदेश पढ्नको लागि किन जान्छन् उनीहरू विदेशमा जाँदाखेरि भोग्नुपर्ने समस्याहरूमा आधारित सिनेमा हो र उनीहरू नेपालमा रहँदाखेरि उनीहरूले परिवारले नेपालमा कस्तो समस्याहरू भोगिरहेछन् त्यो विषय बोकेको बेरोजगार पक्ष जो चाहिँ रोजगारी पक्ष अथवा मध्यम वर्ग पक्ष अथवा उच्च जो कारमा हिँड्छन् अथवा जो तल्लो वर्ग जो मजदुर गरेर चाहिँ बिहान बेलुका गुजारा गरेर बाँचिरहेको छ तिनीहरू फरक फरक कथा राहदानीभित्र छ विदेशमा रहेका सँगसँगै नेपालमा रहेका नेपालीहरू कथा छ हामीले मलेसिया पनि यसो सुटिङ गऱ्यौँ हामीले करिब 10 दिन मलेसिया सुटिङ गऱ्यौँ यसमा चाहिँ 20% सुटिङ चाहिँ मलेसियाको छ यो समग्र हुनुपर्दाखेरि यो चाहिँ मैले मध्यम उच्च र तल्लो तीनवटै वर्गको कथा भएकोले गर्दाखेरि तीनवटै समस्याहरू भएकोले गर्दाखेरि तीनवटै वियोगान्त र संयोगान्त सफलता र असफलता कथा भएकोले गर्दाखेरि यो चाहिँ राहदानी यसकारण हेर्नुपर्ने हो कि तिनै नेपालले कमाएको पैसाले चाहिँ देश चलेको छ अहिले राजस्व धानेको छ हाम्रो चाहिँ आर्थिक अवस्था चाहिँ सम्पन्न अथवा मध्यम वर्ग भयो नत्र यदि हामीले चाहिँ विदेशी रोजगार पैसा नआएको भएदेखि हाम्रो पैसा आज कति गरिब हुन्थ्यो हामी कति तल पुग्थ्यौँ आज हाम्रो डलर अथवा चाहिँ भारतीय रुपियाँ अथवा अन्य विदेशी मुद्रासँग पनि यो आर्थिक ब्यालेन्स हुनुको कारण पनि त्यो विदेशी रोजगारबाट आएको पैसा हो त्यसले गर्दा एउटा यो देश चलेको समस्या हो देशसँग जोडेको समस्या भएकोले गर्दाखेरि राहदानी यहाँले हेर्नुपर्छ भन्ने मलाई लाग्छ यहाँहरूले चाहिँ चलचित्र राहदानी आफ्नो हलहरूका घरका नजिकको हलहरूमा गएर यहाँलाई जहाँ पाएको पर्छ त्यहाँ गएर हेरिदिनु होला चलचित्र मन पर्यो भनेदेखि आफन्तलाई भनिदिनु होला सामाजिक सञ्जाल फेसबुकहरूमा लेखिदिनु होला मन परेन भनेदेखि मलाई भनिदिनु होला मेरा कलाकारलाई हामीलाई भनिदिनु होला हामी फेरि राहदानी सफल भयो भने राहदानी 2 बनाउँछौँ अथवा अन्य सिनेमा बनाउँछौँ हामीले अझ धेरै आफूलाई सुधार्ने अवसर पाउँछौँ तर सिनेमा हेरेर चाहिँ हेरिदिनु हेरेर मात्रै चाहिँ कमेन्ट गरिदिनुहोस् नहेरिकन राम्रो नराम्रो नभन्नु होला भन्ने म सबलाई अनुरोध गर्दछु जोजल्पा नेपाल मण्डल सोयाचुम फुक्क दर्शक पिन्छ जिउ जोजल्पा नमस्कार म के भन्न चाहन्छु भने यो नेपाली चलचित्र राहदानी र राहदानी चैत्र 12 गतेबाट लाग्दैछ सम्पूर्ण नेपाल मण्डल हेरिराख्नु भएको दर्शकहरूलाई यो चलचित्र हेर्दिन हुनलाई म अनुरोध गर्छु यो चलचित्र आम नेपालीको कथा हो र डब्बू छेत्री आफैमा सशक्त नाम हो जुन पत्रकारितामा चाहिँ ठुलो समयदेखि चाहिँ उहाँ चाहिँ लागिरहनु भएको छ र म खोजको प्रचार प्रसारको क्रममा उहाँलाई भेटेको हुँ र उहाँले जुन कथा भन्नुभयो त्यो चाहिँ मार्मिक थियो र उहाँलाई आफ्नै परिवारभित्र घटेको घटनाको एउटा चित्रण उहाँले कथा भन्नुभयो र यो व्यथा पनि भनौँ कथा भन्दा पनि उहाँले पहिला आफ्नो व्यथा भन्नुभयो त्यो व्यथामा चाहिँ एउटा उहाँको आफ्नै आफन्त चाहिँ बितेको थियो विदेशमा उहाँले स्ट्रगल गरेर चाहिँ त्यो लास ल्याउनु पर्ने स्थिति थियो उहाँले जब त्यो कथा मलाई बताउनु भयो र म ट्रेडको व्यापार गर्ने विदेशबाट मेरो सामान आउने र एयरपोर्टमा मैले हरेक दिन जस्तो लास देख्ने त्यही क्रममा चाहिँ उहाँले जब बताउनु भयो त्यसपछि मैले यो चलचित्र बनाएको नेपाल मण्डल हेरिराख्नुभएका सम्पूर्ण दर्शकहरूलाई यो आदिवासीको चलचित्र पनि हो यसमा मैले आदिवासीहरू पनि देखाएको छु आदिवासीको आफ्नै कथा व्यथाहरू पनि देखाएको छु यसमा चलचित्र हेरिसकेपछि यहाँहरूले थाहा पाउनुहुनेछ र सम्पूर्ण काठमाडौँवासी र अन्य जहाँ जहाँ बस्नु भएको छ सबैले यो चलचित्र हेरिदिनुहोस् र त्यसको कमी कमजोरीहरू बताइदिनुहोस् नेक्स्ट पिक्चर हामी जब बनाउँछौँ त्यसमा हामीले यो सुधार गर्ने मौका पनि पाउँछौँ हामी जहिले पनि हामी जन्मेपछि बिस्तारै सिक्दै जाने हो अन्तिमसम्म हामी जबसम्म मृत्यु वरण हुँदैन तबसम्म हामीले सिक्ने क्रियाकलाप चाहिँ छोड्दैनौँ र हामी सिकिरहेकै हुन्छौँ केही कमी कमजोरी अवश्य होला
तर पनि यहाँहरूले माया गरिदिनु गयो भने राधानी पार्ट 2 हामीले बनाउनेछौँ र नभए पनि हामीले अन्य चलचित्रहरू बनाउनेछौँ। यहाँहरूकै लागि हामीले चलचित्र बनाउने हो, आफ्नो लागि चलचित्र बनाउने होइन, दर्शककै लागि हो। दर्शकले माया गरिदिनुहोस्, नेपाल मण्डल जहिले पनि हेरिदिनु होला। धन्यवाद। गुली सौकी पात फिया फिहे मफेका हाउसफुल जुइसा गुली सौकी पात थासा ठिकठाक जुका हाउसफुल जुई सौकीपा वो हाउसफुल या स्वापु थैगु सदा सदा हे दयान्तु चुनी थो वाले थासा छिसा सौकीपा या हाउसफुल मकुशी होली या ज्याझोले गुली हाउसफुल जुल थैगु स्वेगु हे जुई थोवा होलिया रंग जागु वाख होलिया रंग सौकीपा खेलेन बालकै खनेटा त एभरग्रिन हिरोइन रूपे नाजामा करिश्मा मानन्दर ठुक्सिन ठगुले छे सकिपा मिमुना होलिन याकल ठुक्सिला निर्माता निर्देशक आकाश अधिकारी हो नाजामा हिरोइन रेखा थापा जाना न मंका कथा होलिन याकल सा निर निसे टिभी फिल्मी या गोसाले होली ज्याजो जुया वया चंगुदु निर द निसे निर्माता छवि वजान ठगु अफिस कम्पाउन्डे सकिपा मिपी मुंका होली याका वया चंगुदु ह्यापी होली यो चाहिँ खास मेरो पुरानोदेखि नयाँ सबै चलचित्र क्षेत्रका साथीभाइहरूलाई गेट टुगेदरको बहानाले होली मनाउँछु म जहिले पनि मैले बोलाएको सबैजना आउनुहुन्छ कतिजना आएर जानुभयो तर आएर मलाई जोस आउनु चाहिँ हुन्छ मलाई चाहिँ यो करिश्माको जुन आगमा पहिलो आएको हुनाले बडो रमाइलो लागेको छ। हुन त पहिले पनि बोलाएको थियो पहिले पनि वर्षमा पनि तर त्यो बेला के कामले आउनु पाएन। तर यसमा के भयो भने धेरै ग्यादरिङ धेरै मान्छेसँग भेटघाट पुरानो नयाँ धेरै नयाँ छन् पुरानो धेरै छैनन् होइन त्यो भेटघाट भएको हुनाले बडो खुसी बडो रमाइलो लागेको छ मलाई त यो हाम्रो करिश्मा बहिनीले वर्षको एकचोटि होली उसकै घरमा मनाउने गरेको छ। उसको घरको पर्व चाहिँ होली मात्र नभएर आज विनोद मानन्दरजीको ह्याप्पी बर्थडे पनि हो र सम्पूर्ण चलचित्रकर्मी उसको टोलको दाजुभाइ दिदीबहिनी सबैलाई बोलाएर मनाउने गरेको छ। वर्षको एकचोटि करिश्माले नबोला पनि हामीलाई आउँ लाग्छ। कति दुःख र पीडाले बस्ने त्यत्रो भुइँचालो गएर हामी सबै पीडित भएका छौँ। नाकाबन्दीले हामी जनताहरू कति रोएका छौँ, कति कष्ट भएको छ। त्यसैले यो होलीमा चाहिँ आज हामीले एकछिन भए पनि एक दिन भए पनि रमाइलो लिएको छु र यो सप्तरङ्गी होली यो रङ जसरी रङ्गी चङ्गी हुन्छ हाम्रो देश पनि त्यसरी नै रङ्गी चङ्गी हुनुपर्छ जस्तो मलाई लाग्छ। देशमा धेरै पीडा हुनु भएन। यो होलीको सँगसँगै अब हाम्रो देशले पनि नयाँ काँचुले फेर्नुपर्छ र अर्काको भर पर्नुहुन्न, आफैमा आफ्नै देशमा आफै बाँच्नुपर्छ जस्तो मलाई लाग्छ। धन्यवाद। नमस्ते सम्पूर्ण यस कार्यक्रममा हेरिनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई म रमेश सुब्बाको तर्फबाट यो रमाइलो होलीको हार्दिक मङ्गलमय शुभकामना। होली सबैजनाले जसरी हामी खेलिरहेछौँ त्यसै गरी तपाईँहरू पनि मिलेर खेल्नुहोला, कसैलाई पनि कर्काव नगर्नुहोला किनभने यो एउटा खुसीको माहौल हो। यसै गरी हामी सबैले खुसीको माहौललाई चाहिँ जसरी यसको चाहिँ सप्तरङ्गी कलरले सजाएको होली हो त्यसै गरी तपाईँको जीवनमा पनि यसै गरी कलर जस्तै गरेर सजियोस् र सबैजना मिलेर खुसी साथ होली खेल्नुहोला। ह्याप्पी होली। नेपाल मण्डल हाउसफुल प्रोग्राम सूचना देवी सकृष्णज्यू योको योको तो होलिया बिन्टुनादु यो दिन चाहिँ छु त्यसमा पुलाङ्गो दिन होली ख दक्को मिलेजिया चाहिँ चाहिँ दिन ख तो चाहिँ नि मित्रता यो दिवस ख एकदम रमाइलो भइरहेछ, एकदम इन्जोय गरिरहेछौँ। धेरै वर्षपछिको होली हामीले एकदम इन्जोय गरेर मनाइरहेछौँ। सो छिपै दकेस्ता ह्याप्पी होली। थ्याङ्क यू। पुरै भीषण यति रमाइयो म हो कि मेरो कोही डुप्लिकेट हो कि कोही छिमेकी हो कि आफै कन्फ्युज भइरहेको छु। ऐनामा अनुहार हेर्छु आफै तिम्रो किन यस्तो भयो कसो भयो भने जो आए पनि दलिरहेको सबैजना रमिरहेको त्यस्तो मात्रै माहौल चाहिँ एकदम खुसी छ, आनन्द छ। म त एकदम बिहानदेखि रमाइरहेको छ हो, जतिखेर हाँसै गर्ने मान्छे झन् यो सबैतिर चाहिँ यस्तो यो उत्साहजनक तरिकाले नेपालीहरू यस्तो मजाले होली खेलिरहेछ। अब सद्भावको होली खेल्न आवश्यक छ, भड्किलो होली होइन। जसले भड्किलो होली खेल्छ त्यसलाई म दैनिक करेन्ट दौडिने गरी हानिदिन्छु भनेको। धन्यवाद। हस्, होली मेला भिन्तुना सबैजनालाई नमस्कार। म कलाकार सरोज खनाल। आज अनुहार यस्तो छ चिन्नु भएन होला। यो मेरो 18 वर्षपछिको होली हो। मैले 18 वर्षमा होली खेलेको थिइनँ। यसपालि करिश्माजीले बोलाउनु भयो, मलाई खेल्ने रहर पनि थियो। एकदम यो मलाई एकदम मनपर्ने चाड हो।
18 वर्ष मिस गरेको थिएँ यसपालि फेरि होली एकदमै रमाइलो भइरहेको छ। फर्स्टमा होली मैले फ्यामिली आफ्नो घरमा बनाएँ, यता आएको छु। सेकेन्ड यता आएको छु, फेरि अब अर्को ठाउँमा जान्छु। सो एकदम खुसी लाग्छ। होली आफ्नो साथीभाइहरू जमघट हुन्छ, आफ्नो ठुलो बडाहरू सबै आदरणीयहरू पूजनीयहरू पनि हुनुहुन्छ। सो एकदम खुसी लाग्छ मलाई। होली रङ कलरफुल रङ देखिराख्नु भएको छ, एकदम मनपर्छ। ह्याप्पी होली। तिमी भन दिउँसै तारा झारिदिन्छु, तिमी भन जामो पानी पारिदिन्छु, तिमी भन तिम्रा लागि संसार छाडिदिन्छु। आई लभ यु भन भन आई लभ यु, आई लभ यु भन भन आई लभ यु। एकदमै रमाइलो हुन्छ, छुट्टै मजा हुन्छ। यो लास्ट इयर भएन, एकदम खल्लो लागेको थियो कि भएन जस्तो लागेको थियो। उहाँ फागुको सुटिङमा बिजी हुनुहुन्थ्यो। सो फेरि राम्रो एकदमै खुसियाली भइरहेछ अहिले चाहिँ। विदेश तथा विदेशमा बस्ने नेपाली दाजुभाइहरूलाई कलरफुल होस्, मनले चिताएको पोस्, हाइजेनिक तरिकाले यो होली खेल्नुहोस्, मेरो शुभकामना छ। थ्याङ्क यू, बाई बाई। एकदमै रमाइलो भइरहेछ। 2 वर्षपछि मनाउँदैछु, त्यसकारण मन पराउने होली हुनाले सबैजनालाई ह्याप्पी होली भन्न चाहन्छु। ह्याप्पी होली। जिता फागु एकदमै यो एकदमै जी नेपुस्टन चौधु जिता मखला एभ्री इयर चाहिँ जी श्रीमान थनुभयो आशा श्री श्रीमान जिनाको मरु भटिचा मिस्ट्यान चनौदु जी श्रीमान थ तर इन्जोय एन चनौदु एकदम राम्रो भएको छ। सरी नेपाल मण्डल भाषामा पनि म मानन्दर हो, तर मैले त्यति राम्रोसँग नेवारी आउँदैन होइन। त अलिक नजान्ने मान्छेहरू त जी बालको खडा छ त्यहाँ मान्छे जान्ने छ भने पनि म बोल्दैन होइन। म तराईको परेँ, मेरो जन्मस्थान तराई भयो, मेरो बुवा पनि उतै जन्मेको राजगिरा 70मा होइन। त्यसैले अलिकति गाह्रो भएको। अनि केटीकेटीदेखि बेला धुर्केको, अनि नेपाली बोल्दाखेरि नेपाली नेपाल मण्डल टेलिभिजन हेरेर तपाईँ सबैलाई होलीको धेरै धेरै शुभकामना। नमस्कार। कलाकार परिषदीय गोसाले यसले न छगु होली ज्याजो जुल नेवा कलाकार त मुना न्याकुगु होली ज्याजोले नेवा खया आपलो कलाकार तेस हंगु खण्ड त तो कलाकार तो चाहिँ एउटा कलाकार तरिकामा रे कलाकार भावना तयमा रे सो चाहिँ म के आज जो जना है थो चाहिँ होली कार्यक्रम है होली मोजा चाहिँ जाइरहेको ज्याजो या दक्ले लिपाङ्गु भए सदा थे नेपाल भाषा संख्य पाख्य पाखे मिखा भएको पाओ गुदु नेपाल भाषा संख्य पाख्य न निया निथ हे तब्य जुया वया चंगुदु थिथि गतिविधि त जुया न चंगु हे वंगु वाले तस्क हे लोकौ भागु ज्याजो खोता बजी खुसा बोपु वंगु लसता अले लहना वापो सोदक यंगु लसता छगु तजिगु ज्याजो जुल उखे पाखे छक मिखा भए इमेज च्यानलले केना वया चंगु नेपाल भाषा लोकौ भागु ज्याजो खोटा बजी खुसगु वो पुवंगु वो नेपाल भाषा रंगीन वापौ निरा फुना सोल क्यंगु लसते छगु तजिगु ज्याजो जुगुदु उगु ज्याजोले नुद समारोह राष्ट्रिय समिति नाय महेश मानके मु पाकठ चाया दिगु ख ज्याजोले नेपाल भाषा पत्रकारिता खेले च्यायाना वया चोम श्रीकृष्ण महर्जन याता धर्ममोती लना पत्रकारिता शिर्पा ल लागु खसा नेपाल भाषा कलाकारिता खेले योगदान बिया वया चोम सुरेन्द्र तुलाधर यातन लहना सुर सम्मान ल लागु ख न्यायपुसी चोंगु लकसे न्यागु उगु ज्याजोले मेजु भिन्तुना जोशी हुला प्याख केना दिलसा छिछि मोडल देश फेसन सोन केना दिगु ख अथेन्तु लहना निद फुना स्वर क्यंगु लस्ता उगु पत्रिका यात नियमित रूप ग्वाली याना दिपिन्तन हनापौ ल लागु ख ओए ज्याजोले लहना पत्रिका या ब्लो अप पिदपि हने ब पिन्त ब्लो अप किपान ल लात तजिगो न्यागु उगु ज्याजोले खोटाबजी खुसबु पुवंगु लस्ता नेपाली नाजम हिरोइनी ओ सर्किपा निर्माता रेखा थापा न खोताबजी या त सुबा पाउन ल लान दिलसा नेपाल मण्डल टेलिभिजन
न्याना वया चोंगो नेपाल भाषा ज्याजो हाउसफुल पाखेन खोटा बजिया चोमी ओ निर्देशक सुरेन्द्र तुलाधर या त उगु बिन्दुना पौ हाउसफुल ज्याजो या निर्माता गोपाल काजी काष्ट सुरेन्द्र तुलाधर या त ल लाना दिला थो हाउसफुल ज्याजो छिकपिनी गुहे ज्याजो ख छिकपिन स हपा बिगुली हे जक थो हाउसफुल ज्याजो हाउसफुल जित ताला गदु उके जिमित इमेल यान्दी त लोमंका दिमिते खाला थुलिए धासे जस्टिस मान कमी थौ या ज्याजो या पाखे बायावन्त उजाउ फना जना थौ या त बा सुभा जेमा भा सुइता ने जी